होइन मान्छेहरूले तँलाई पनि बिहामा निम्तो गर्छन् र भने गर्छन् नि। भाडा माझ्न निम्तो गरेका थिए। सबै भाँडाकुँडा माझेपछि खानेकुरा दिए। साउजीले त मासु पनि छ भन्दै थिए। तिमीलाई यो खोकीले पनि कहिल्यै नछोड्ने भयो बुढा। बुढा, तिम्रो यो लुगा फुकालो न। किन? मैले तिम्रो लागि बिहे घरबाट साउजीले दिएको नयाँ लुगा ल्याइदिएको छु। फुकालो न भने। फुकालो न। आहा बुढो, तिमीलाई त यो गन्जीमा कस्तो राम्रो सुहायो। अब तिमीलाई यो गन्जीले चिसोबाट जोगाउँछ अनि छाती पनि जोगाउँछ। भुत्रो जोगाउँछ छाती। नयाँ लुगा भन्थिस् त अनि यस्तो दुलै दुलो भङ परेको लुगा पनि नयाँ हुन्छ? गोजीमा भङ परेको मान्छेले लाउने भनेकै यस्तै भङ परेको लुगा हो बुढा। नयाँ लुगा किन्ने पैसाले त तिम्रो उपचार गर्नुपर्छ। ल ल पहिले छोराको भोकको उपचार चाहिँ गर त। यो खाना छोरालाई दे न। ल, यहाँको खाना त छैन त बुढो। खान्छ मेरो पेटमा पुग्छ खाना। त एक्लैले खाएर हुन्छ? तेरो बाउ र म भोकै छौ, हामीलाई पनि राखिदे। मको कुकुरहरू खाना नि। छोड्दैन त छोड्दे। केटोलाई खाना दिउँ। हामी पछि खाउँला न। बरु जति सक्दो धेरै यो किटी कुटेर साउजीकोमा लिएर जाउँ। अनि पैसा लिएर रासन किनेर पेटभरि खाना खानुपर्छ।